अङ्ग्रेजीमा यो एउटा लाइन छ, द एक्ट अफ मेलोडिक वर्शिप भन्छ। अनि त्यसलाई चाहिँ नेपालीमा सुर र ताल मिलेको आराधना भन्छ। त्यहाँ सुर पनि मिल्नुपर्छ अरे, त्यहाँ ताल पनि मिल्नुपर्छ अरे त्यो आराधनामा। अनि त्यसै गरेर गर्दा सुर र ताल मिलेको आराधना भनेको छ। अनि त्यो आराधनामा गीत गाउने कुराहरू छ। अनि आजको टपिकको नाम चाहिँ गीत गाऊ। यो 12 बुद्धे प्रार्थनाभित्र पर्ने एउटा प्रार्थना हो, जो चाहिँ प्रशंसा गरबाट सुरु भएर अहिले निकै पर गएर गीत गाऊ भन्ने टपिकमा आइपुग्दाखेरि इपिसी 5 अध्यायको 19 पद त्यो सम्बन्धमा मिल्ने पद नपढिकन कुराको अर्थ खोलिँदैन। एउटाले अर्कोसँग भजन गीत र आत्मिक गानमा बोल्दै प्रभुको निम्ति आफ्नो हृदयले गाउँदै र बजाउँदै हर समय सबै कुराको निम्ति हाम्रो प्रभु यीशु ख्रीष्टको नाउँमा उहाँलाई अर्थात् परमेश्वर र पितालाई धन्यवाद चढाउँदै ख्रीष्टको भयमा एउटा अर्काको अधीनमा बस्छ भनेर अहिले मैले इपिसी 5 अध्यायको 18, 19, 20 19-20-21 पढ्ने मौका पाएँ। परमेश्वरलाई यसरी म परमेश्वरलाई धेरै धन्यवाद भन्दछु। बिहान बिहान गड्डीमा गएर एकदमै बास्ना आउने बनाउनु भन्दाखेरि र एकदमै सब्जी नखेलेर पब्जी खेल्नुभन्दा परमेश्वरको महिमा गर्नु नै ठुलो कुरा हो। किनभने ती कुराहरू चाहिँ हाम्रो जीवनलाई कङ्काल जस्तो बनाउँछ, खाम्राङ खुम्रुङ पार्छ भन्ने कुराहरू शरीरमा जिउनेहरूलाई थाहा हुँदैन। तर आत्मामा जिउनेहरूलाई चाहिँ शरीरले मान्छेलाई कति बिघ्न परमेश्वरदेखि टाढा लान्छ भन्ने कुराहरू त आत्मामा जिउने मानिसहरूलाई नै थाहा छ। किनभने आत्मामा जिउने मानिसहरूलाई परमेश्वरले भन्नुभएको छ, मलाई साँच्चीकै तिमी आराधना गर्छौ भने आत्मा अनि सत्यतामा गर भनेर परमेश्वरले घरि पनि त्यो कुराहरू भनिराख्नु भएको छ। साँच्चै नै यो संसार एकदमै हो हल्लाले भरिएको संसार, यो संसार तहल्का मचाउने संसार, यो संसार एकदमै परमेश्वरदेखि टाढा न टाढा निकै टाढा मधुरो आवाज लिएर कता अन्धकारमा बिलाउँदै गरेको संसार, दुःखलाग्दो संसार। जति नै धन सम्पत्ति कमाए पनि उसको स्वरै निस्किँदैन। अनि जतिसुकै ठुलो बिल्डिङ त बनाए पनि ऊ हावामै माथि आकाशमै बिलाइहाल्छ। जतिसुकै ठुलो हावाजहाज गर्ने हावाजहाजमा कुदे तापनि मानिसहरूको सम्पर्कबाट धेरै टाढा। त्यसमाथि त झन् स्मार्टफोन, एन्ड्रोइड फोन, आइफोन, ट्याब किसिमले त मान्छेदेखि नै टाढा बनायो, सम्बन्धदेखि टाढा बनायो। परमेश्वरदेखि त झन् दोस्रो स्वर्गमा परमेश्वरले दियाबलासले के घुइक्याएको थियो, उइक पारेर घुइक्याएको थियो। त्यसले रिसले गर्दा लु त तेरो मान्छे जातिलाई म स्मार्टफोन दिन्छु, अनि स्मार्टफोनले त परमेश्वरदेखि पनि टाढा बनाउँछ भन्ने हिसाबले स्मार्टफोनहरू दुष्टले यति बिघ्न एडभान्स बनायो। यद्यपि त्यसमा परमेश्वरको हात छ, तर मान्छेले चलाउन नजान्दाखेरि परमेश्वरदेखि नै टाढा भएको कुराहरू मैले घोषणा गर्नै पर्छ। अनि आइफोन फ्याँकिहाल भनेर मैले भनेको छैन, स्मार्टफोन टुक्राउ पनि भनेको छैन, एन्ड्रोइड फोन एकदमै नचलाउ पनि भनेको छैन। तर ती सबै चलाउँदै पनि गीत गाऊ चाहिँ भनेको कसको निम्ति भन्दा परमेश्वरको निम्ति। आइफोनमा यति बेला म मेरो आइफोनबाट गीत गाउँदैछु। हालेलुया मेरो परमेश्वर, तपाईको नयाँ गीत मेरो मनमा आउँदैछ। मेरो मनले परमेश्वरको नाउँलाई उछाल्दछ यो जीवनले। हालेलुया म अहिले घरमा छैन, सिक्किमको जोरथाङबाट पनि म तपाईँको स्तुति गाउँछु। हिजो सिङतामबाट पनि गाएर तपाईँको महिमा मैले गरेँ। आज बेलुकी म जोरथाङमा होइन, गेरेथाङ भन्ने ठाउँबाट गीत गाएर परमेश्वरको महिमा गरिरहनेछु।